नमस्कार, के छ खबर? आराम हुनुहुन्छ? धेरै पछि यसो हल्का बुढीले मेकअप गरिदिनु लागेको अवस्था। के यसै गर्छ ल सुरु। ल हान्दा हुन्छ कि सान्दा हुन्छ, के झुक्काउने हान्दे आफ्नै त हो। आफ्नै बारीको फुल हो, आफ्नै बारीको फलफुल, केरा, सुन्तला, स्याउ सबै हो। जे गर्दा नि हुन्छ, तेरो यता हो। के गर्दैछ यसले? ओ माई गड। यसो क्रिम मात्रै है, गाई चुरु है, क्रिम मात्रै हो है। बुढाबुढीको रोमान्स हुँदैछ यहाँ कडा। रोमान्स होइन, हल्का यसो फेसलाई अलिकति उ गरौँ भनेर, नरम पारौँ भनेर गाइजहरू के गर्छ हो? नचला। धेरै माया गर्छ नि त। भयो चुप्प गर्न सिधै यार। के नाटक गर्छस् यार? के हो थाहा छ? के हो? चायाबाट उड्ने। ए चायाबाट छाया हटाउने? बुढोलाई राम्रो गराउनु पर्यो क्या। इयरिङ गरेको भोलिपछि पिटोलाबाट डुम 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 बाजा पड्काइदिए कि बाजा बजाउँछ हो? बाजा त बिहामा बजाएको त नि। हो त। कस्तो क्लियर देखिन्छ। अलिअलि सेक्सी त छ है मेरो बुढी। नबिगार मुख राम्रो छ बाँदर जस्तो, बाँदरी जस्तो। म त हिरो नि। आफूले भन्नु पाइयो। कस्तो राम्रो हो है। बुढोले उर्लिउला जस्तो लाग्छ। यस्तो आँखा गरौँ न त। आँखा चाहिँ गर त, गर्नु त। सरी गर त भनेछु केही भएन। आँखालाई पनि चाहिन्छ अरे के कहिलेकाहीँ चिल्लोपन। आँखाका नानीभित्र हाँस मजाक। अफिस जाँदाखेरि कस्तो राम्रो गरेर जानु पठाउँछु। मलाई पाउनु त भाग्ने मानी हो क्या, हो कि होइन? नजिस्किन। सीता र राम सीता। ल ओके गाइस, टाटा बाई बाई। भइरहेछ है, धेरै नगरौँ है, यति है। ल एक किस हान्दै नि त। नो रे राखेँ म। टाटा बाई बाई गाइस। ओके फेरि भेटौँला है।